नमस्ते साथीहरु, गुड मर्निङ। आज एउटा नयाँ कुरा भन्नलाई चाहिँ मेरो टिकटकमा आएको छु है। टिकटक अकाउन्टमा कहिलेकाहीँ आफ्नै भोइसबाट बोलेर एउटा मन परेको कुराहरू र समाजमा प्रेरणादायी जस्तै मैले बोलेको कुराहरू सुन्दा तपाईहरुको जीवनमा चाहिँ केही प्रेरणा मिलोस् भनेर म मेरो टिकटकमा आउने गर्छु र एकदम व्यस्तताको बावजुद पनि मैले हिजो एन्जिला मुभी हेर्ने चाहिँ अवसर पाए। सबैले भनेको सुनेको थिए एकदम राम्रो छ ऊ चाहिँ एकदम राम्रो खेलाडी, उसको चाहिँ वास्तविक जीवनमा चाहिँ मेल खाएको भन्ने खालको चाहिँ सुनेको थिएँ। तर मलाई पनि एकदम हेर्न जान मन लागेको थियो र हिजो अलिकता टाइम म्यानेज गरेर म चाहिँ एन्जिला मुभी हेर्न गएँ। तर एकदमै सन्देशमूलक मुभी छ है। मिलेसम्म साथीहरुले पाइपरेसम्म हेर्नुस्। जीवनमा स्ट्रगल एउटा आमाले सन्तानको लागि त्यागेको त्याग है, अनि उसलाई चाहिँ एउटा एकल हुँदा उलाई दिएको साथ, अनि त्यो छोरीको स्ट्रगल, एन्जिलाको स्ट्रगल एकदमै टच भयो। म त एकदम धेरै रोएँ। हरेक सन्तानको खुसी हेर्ने आमा बाबुलाई, एउटा आमालाई अथवा बुवालाई उत्तिकै हुन्छ र सन्तानले पनि त्यो अनुसार इख लिएर अगाडि बढेको हुन्छ। आज मैले 20 वर्ष अगाडिको समाज, जुन म पनि एउटा 13 वर्षको उमेरमा जनयुद्धको कारणले घाँटीमा राखेको बन्दुक चाहिँ लाई समर्पण गरेर आफ्नो जीवनलाई चाहिँ खुकुरीको धारमा राखेर अगाडि बढेको एउटा मान्छे, एउटा सक्षम नेपाली नागरिक भन्छु। कति धेरै मेरो आफ्नो वास्तविक जीवनमा मेल खायो त्यो मुभीले। एकदम धेरै भित्रैदेखि टच भयो। म एकदम धेरै रोएँ पनि। अनि मान्छेको जीवनमा जब मान्छेलाई दुःख पर्छ नि, तपाईको आफन्तले पनि हेर्दैन, न समाजले हेर्छ, न आफन्तले हेर्छ, न एउटा श्रीमानले हेर्छ हैन, न एउटा कसैले सपोर्ट गर्छ। एउटा एकल आमा भएर बाँच्न, सन्तानको लागि, सन्तानको इच्छाको लागि, सन्तानको खुसीको लागि, सन्तानको सपनाको लागि आमाले हरेक सपनाहरू मारेको हुन्छ, हरेक इच्छाहरू आफूले मारेको हुन्छ। आफूसँग भएको खुसी चाहिँ सन्तानको खुसीको लागि ऊ अगाडि बढेको हुन्छ। आज एकदम धेरै त्यो मुभी अहिले पनि सम्झिँदा मलाई एकदम धेरै रुन मन लाग्यो। जुन हामीले जति जीवनमा जति ठुलो उतार चढाव स्ट्रगल आए पनि आफूले जुन बोकेको सपना हुन्छ नि, त्यो सपनालाई कहिले पनि मर्न नदिनुस्। तपाईको भविष्य त्यसैभित्र नै लुकेको हुन्छ। हिजो म सायद राजनीतिक ब्याकग्राउन्डमा म आउँछु भन्ने मलाई आफूलाई पनि आफैमा कन्फिडेन्ट ज्ञान पनि थिएन र समय र परिस्थितिले गर्दा हरेक कुरामा म आफै पनि जुधेको हो, हरेक परिस्थितिसँग लडेको हो। मलाई मेरो जीवनमा आउने समस्याहरू नै मदेखि नै हार खाएको जस्तो लाग्छ मलाई हैन। म पनि धेरै उतार चढाव स्ट्रगल, त्यसैमाथि काँधमा बोकेको ठूलो जिम्मेवारी, कसैको पनि सपोर्ट बिना पनि कर्म गरेर आफ्नो मनलाई आफै बलियो बनाएर अगाडि हिँडेको थिएँ। र आज जुन पछाडि फर्केर हेर्न पनि मन लाग्दैन। पछाडि फर्केर हेर्दा मलाई फेरि त्यो पीडामा भुल्न, त्यो पीडामा आफ्नो आँखाको आँसु बगाउन, आफ्नो आत्मालाई, आफ्नो चाहिँ मनलाई दुखी बनाउन मन लाग्दैन। मेरो पनि एउटा सुन्दर सपना छ, जुन सपना मेरो बुवा मम्मी नै यो संसारमा हुँदै गर्दा मैले देखाउन पाऊँ जस्तो म आफैलाई फिल गर्छु। आज एन्जिला मुभी पनि त्यस्तै लाग्यो। यदि तपाईहरु सक्नुहुन्छ भने, एउटा भ्याउनुहुन्छ भने, जसले स्ट्रगल गरेको छ नि साथीहरु, जसले दुःख गरेको छ नि, जसले चाहिँ आफ्नो फ्युचरको लागि, आफ्ना बुवा आमाको सपनाको लागि हरेक चुनौतीसँग, हरेक परिस्थितिसँग लड्न सक्छ नि, जिम्मेवारी पूरा गरेर समाजले औँला नउठाउने तरिकाले अगाडि बढ्न सक्छ नि, त्यो मान्छे अवश्य पनि एकचोटि सफल हुन्छ नै। भगवानले पनि हेर्नुहुन्छ। एउटा इच्छा शक्ति बलियो भयो भने र आफूले कर्म गरेर आफ्नो मनलाई कठोर बनाएर हरेक परिस्थितिसँग तपाईँ अगाडि लड्न सक्नुभयो भने नि, तपाईँ अवश्य पनि एक दिन सफल हुन सक्नुहुन्छ है साथीहरु। मिलेसम्म हेर्नुस्। मुभीहरु त धेरै आउँछ, सामाजिक सञ्जालमा आउँछ, अब डाइरेक्टरहरूले धेरै निकाल्नुहुन्छ, तर केही मुभीहरु चाहिँ रियालिटी जीवनमा मेल खाएको हुन्छ। त्यो मुभी हेर्दा आफूलाई पनि प्रेरणा हुन्छ र आफूले खर्च गरेको पैसा पनि कुनै त्यो लोभ लाग्दैन क्या। एकदम धेरै राम्रो छ है। हेर्नुस् है साथीहरु। थ्यांक यू सो मच।